त्यसरी समात त्यसरी नै समातेर बस्छ बाबु जल जल के आई यसरी भयो यसरी एकदम राम्रो लक्ष्मी बढोस् पुग्दिनु 3-4 सन पुग्दिनु वनस्पति शान्ति विषयति वा सामा शान्ति रेदि यतो यतो शान्ति शान्ति साडे अन्न ठुलबा जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउँछु सबै
कहाँ बस्ने त नि त्यत्रो 2 घन्टा होइन खुल्लै छ त खिच्दा भयो मजा हुन्छ ओके आनन्द है के छ अरु त कस्तो लागिरहेछ दिनु पर्यो 1 2 शट एक्साइटेड Not so excited, all good. गोइनु दाइ Normal. ओ
आमाको जुवाई भएपछि यसरी बुझ्ने हुनुपर्छ कि हामी सबैलाई खुसी हुन्छ त्यस्तो भएर हुन्छ राम्रो हुन्छ है आँडेको सजिलो हुन्छ है गोप्रोले विश्वास हान्नुपर्ने रहेछ यहाँ त त्यो बसिन आउँछ राजु बुवा हजुर अलि पछि बसिनु एकैछिन हस् ग्रहण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु त्यसपछि अन्य वैवाहिक आज तिम्रो मायामा पगिरहन्छु म हजुरभरि रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि डुबेर हेर यो मायाको गहिरोमा कल्पना होइन यो कल्पना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि बलराम तामाङ आमाको बलराम तामाङ आमाको एकदम यो बाटो फाट्ने है अब थिम्पू चौरसँग हामीले पृथ्वीमा कुदाउन सक्छ है चलाउन सक्छ त्यसले अलग राख्नु है अच्छा त्यसपछि हजुरहरूले चाहिँ अब ल्याउनु होला अब हाम्रो तामाङको रीतिविधान अनुसार चारधाम भन्ने आउँछ है
4 जम्मा चाहिँ 1 पोङ रक्सी, एउटा सेफ्टी, 4वटा दाम घे शिखर अनि एउटा कुखुराको भाले, 1 किलोको रोटी ल्याउनुहोस् दाजु। कुखुराको भाले चाहिँ काट्यो भने है। एक बेलुका रक्सी 1 यो टिम दिएपछि अब म तामाङ त हो तर म लोप्छन् हाम्रो धेरै थर हुन्छ भित्र पाखी स्याङदान यस्तो हुन्छ तर यो उहाँलाई भेट गरेपछि हाम्रो तामाङको लोप्छन् मेरो नाति त लोप्छन् हो अब उहाँ चाहिँ कहाँ गयो अब हाम्रो केसीको कुल देवतामा प्रवेश गर्यो यो यसको अर्थ चाहिँ यो भनेको सब्जी भेटघाट गर्नु भनेको मामुली कुरो होइन। यो चाहिँ अब मित्र नाता मात्रै नभएर सबैलाई बुहारी ल्याएको छ है। आज भने जस्तो ज्वाइँ भएको छ, बुहारी ल्याएको छ। भोलि कतौकाल यो आत्मसम्बन्धले नटुल्नु होला। आजबाट चाहिँ सम्धिमा कुनै पनि हाम्रो चाहिँ यस्तो चलन छ। अनाथमा सम्झिनु होला, नसुन्नु होला। अच्छा एउटा दिनु एउटा दिनु जवाब ताली मार्नु होला, ताली मार्नलाई मान्छे गर्नु होला। धन्यवाद। धन्यवाद। एकदम खुसी लाग्यो। दुई पक्षले यति भन्दा यहाँ राख्छु त्योभन्दा बढी भन्नुभन्दा फेरि चलाइ गति भयो भने माफ गर्नु है। बस एक ही सितारा बदले में दे दिया मुझको, तारों से भरा उसने आसमां ये सारा। ओ सजना मैं तेरा तू मेरी हो गई।
हाम्रो मुटुको टुक्रो तपाईलाई छोरी यही बुझाउने हिसाबले नभन्नु प्याट्ट भन्नु अब 10 लाखमा एउटा सालीहरूलाई डिभाइड दिनुस् एउटा आमा बारीलाई डिभाइड गर्नुस् अब 8 लाख तपाईलाई बस्यो अब यो कुरामा चित्त बुझ्नु तपाईँ यसमा त बुझेन हामीले छोरी नै यही छोडेर जानु पर्ने उसो भन्दा तपाईलाई त हामी त फेरि पापी भन्छ नि पाप पनि नगर्नु संस्कार मान पापी नभनु संस्कार मान हैन त्यो छोडेर जाने संस्कार छैन नि कहाँको छोरी आएको संस्कार जुत्ता लुगाउने संस्कार छ तर छोरी छोडेर राख्ने संस्कार छैन जुत्ता कहाँ हुन्छ नि 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 पुगेन भएन हजुर जाम बल्ल दिन एक घण्टाको नि भएन हाम्रो बेलाको त एक घण्टाको नि भएन सधैँ माग्ने कुरा आउँदैन छोड्दिनु हैन न भएन आउँदाखेरि मनमा बसेको प्यारीलाई पाउँदाखेरि म कति धेरै भाग्यमानी रहेछु हेर मनमा बसेको प्यारीलाई पाउँदाखेरि कति धेरै भाग्यमानी रहेछौ हेर दुई मुटु गाँसियो बिहे गरियो दुई मुटु गाँसियो बिहे गरियो खुसीको बेलामा मकै परियो खुसीको बेलामा मकै परियो हँस्दैमा हँस्दै जाऊ छोरी हँस्दैमा हँस्दै जाऊ हँस्दैमा हँस्दै जाऊ छोरी हँस्दैमा हँस्दै जाऊ तिमीले रोए थामिन्न मन तिमीले रोए थामिन्न मन बिदामा हाँस्दै जाऊ छोरी बिदामा हाँस्दै जाऊ
मैले दिनु पर्छ थप्नु पर्दैन हेरेर राख्छु अरुणको मलाई ल्या एकछिन आमा छेक्यो ठुलुवा एकछिन ए ठुलुवा यार आनन्द बुझ्यो नि त नि एउटा झोला ल्याइछु त मोडा ल्याएर बसेर राखिदिनु नि सबैले टिका लाउनु तान्दिहाले छिटिसै तान्दिहाले त्यही हातले लगाइदियो हिरोको पारा छुट्टै छ यिनलाई के भन्ने होइन मिलेन क्या बुझ्दैन भन्नु
भान्जी यस्तै हप्छु किन सर यस्तो भन्दाखेरि बरु म त यतिकै बस्छु अस्तिको लाग्यो अरे केही वर्ष मरिहाल्दैन बोझे आशीर्वाद दिनु आशीर्वाद कोही मनोज खुब नाच्यो नि उहाँ
ल ल तान्नु दुइटाले यस जति गाँठो जति बलियो त्यति रिलेसन राम्रो हुन्छ ल वसो मम आहवदानि गर्भदमा त्वमदासि गर्भमा यगत्यातिष्ठ यवत्पुजा सुप्रसन्न वरदो भव आवाहनम् आसनं पाद्यम् अर्घ्यं समर्पय गन्धासित पुष्पाणि समर्पयामि गजाननभूतगणाधिसेवितं कपितजङ्गोपलचारुभक्षण उमासुतं शोकविनाशका अब तेल भयो भयो यगत्यातिष्ठ यवत्पुजा सुप्रसन्न वरदो भव आवाहनम् आसनं पाद्यम् अर्घ्यं समर्पयामि गन्धासित यगत्यातिष्ठ आवाहनम् आसनं पाद्यम् अर्घ्यं समर्पयामि गन्धासित पुष्पाणि समर्पयामि बाबु मैले हेरिरहन्छु ल दुईटामा पूजा गर्नु पुरा नै हो नारी त्रिपुरान्धकारी मानव शिव विशुद्ध सिसा क्यारेट बसेको लड्ने छ हैन शरीराउ के तव नमो इन्द्रा शान्ति भवन्तु इन्द्राय नमः स्वाहा इन्द्राय प्रजापति अनुसार आद्यमुने स्वाहा ओम चन्द्रमणाय स्वाहा ओम सूर्याय नमः स्वाहा ओम चन्द्राय नमः स्वाहा ओम भौमाय नमः स्वाहा ओम बुधाय नमः स्वाहा दिनु भएन कि रोजै चाहियो जस्तो छ ज्योति ज्योति स्वाहा सूर्यो वर्चो ज्योति स्वाहा सूर्यो वर्चो ज्योति स्वाहा त्यति सजिलो भएको दाइले यसो छोडा हुन्छ लाइनको पालो जित्न नसक्यो नि उता जित्न दिन भएन कि आफ्नो यो लास्टमा आमा कन्सन्ट्रेसन होला जस्तो छ त होइन होला
अर्जुनको हलुजुवा बनाउनु ए जित्छ बनाइसकेको छ हलुजुवा ओइ अर्जुनले जित्छ अर्जुन होइन के अरुण हो अरुण अरुण जसरी हजुरकै हो कि केही छैन बुवाले जित्दै हुन्थ्यो क्या बुवाले जित्दैन ल बराबर भयो यसको चली हानौँ न लास्टको चलीलाई बेसी बढी भान्जीलाई साथी भन न त्यहाँ एकजना सिकाइदिनु पर्यो गल्ती भयो सिकाउने मर्छ होइन नि त्यो होइन राखाइले जाने उले बाड्ने यता बाड्ने यो हो त तासे नाम क्यासिनो गइराख्नु यो क्यासिनोमा हाल बाड्नु कति कति हेर्न मिल्दैन भान्जी अब जित्नु पर्छ है नेपाली नि दाइले जितिसक्यो उले जित्यो भान्जी फेरि कलर राम्रो कलर यसलाई जित्ने छ ल यसलाई जित्ने छ दुईटाले जितिहाल्छ तिनमा दिन हाल्दियो अब खेल्ने भयो ल भयो अब कति दाउ आएको नकाटा बाउ आएको दाउ यार हुन्छ जित्न तिनटा के पार्दैन ब्लाइन्ड है ब्लाइन्ड हेर्ने होइन चली 500 एकछिन नहेरी चल्ने तिम्रो भाला पहिला यहाँ भाला यसले खेला भनेर अर्दिनले काट्छु म अब काट्छ नकाट उत्र आइस त्यहाँ अङ्कल उत्र जान्छ अलिक कहाँ चार छुट्ने अरे ल अब चेन्ज जित्यो अहिले त आयो ल यार अहिले त आयो अङ्कल हजुरलाई गुड ल अहिले त सिनियर भयो आफ्नो दाउै रहन्छ दाइको जुवा राशि रहन्छ आज दिन रहन्छ तीनचोटि पुर्याउ भयो अब तीनचोटि सुरुप्प सुरुप्प खाऊ कल्तिरो पट्टी लिएर हो त्यसो सुरुप्प अलि मजाले खाऊ है हुँदैन त्यो अलि नाक बिहान त्यही गर्छु नि तिर्खला होला अब खाऊ अलि मजाले खाऊ हो त अब इले जानी रहेछ ल्याएर इले जानी रहेछ सिटी ओ थालिसक्यो नि धेरै संस्कारी छन् हाल्दे अब हेर चित्र हेर एकचोटि धेरै जा उठा छामेर थाहा पाउनुहुन्छ के भएन धेरै न बसी उठ्ने अरे हारिसक्यो तासो हेर त कति छ हेर अब हेर्न पाइन्छ के हेर्न पाइन्छ हेर्न पाइन्छ के छामेर थाहा पाउनुले हेर्नै पर्छ के ए अर्को त आउँदैन ल के अब त ल भयो भयो त भन्दै त भयो ल ल धन्यवाद होइन काम अब भइसक्यो त पुरै ल ए अब यता रहेछ कोरियनकै हुन्न भयो सेकाएर पकाएर त गरेर खायो होइन होला ल तिमीले खुवाइदेऊ त उता ल ल भयो कान्छ ल खाऊ कि हो त खानी हो खाऊ
हजुर दाइ ए हस् हुन्छ म यहाँ छु धेरै टाढा छैन त्यो भयो धेरै टाढा छैन बेच्नु नि भन्नु होइन होला हावा चलेछ सिरिरी बतासे बनेर लैजाउन उडाइ तिम्रो त्यो सहर म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा बिरिदियो न्यानो अङ्गालोमा मलाई थाकिसकेछु जिन्दगी जिउन कटाउनलाई एक्लै गाह्रो सजिलो होला सोचेथ्यो यो जीवन तर जिन्दगी रहेछ लामो अझै फेरि हल्का त बताउनुहोस् बहकिने यो मन मस्तिष्कलाई स्थिर राखिदेऊ न खाली रहने अङ्गालोलाई कसरी बाँधिदेऊ न खोजी हिँड्ने आँखाहरू तिमीलाई नै रोज्नेछन् दुःख त नआउला भन्दिन म सुख चाहिँ अलि बढी ल्याउला म त मातिन्छु सासिन्छु तिम्रै त्यो मायामा नदेऊ न ज्यादै पोखिने गरी म त उडेछु गुडेछु डुबेछु तिम्रै कल्पनामा बिरिदेऊ मलाई तिम्रो अङ्गालोमै थाकिसकेछु जिन्दगी जिउन कटाउनलाई एक्लै गाह्रो सजिलो होला सोचेथ्यो यो जीवन तर जिन्दगी रहेछ लामो गरेपछि हाँस्छ ल